September 8, 2025 नेपालको सडकमा युवाहरू उत्रे। नेहरूको आवाज थियो, तर आन्दोलनमा शान्त रहेन। गोली चले, आँसु ग्यास चल्यो अनि अनेकौं सपनाहरू अधुरै रहे। यो कथा हो हाम्रो जेन जेट पुस्ताका शहीदहरूको, जसले आफ्नो जीवन दिए। तर प्रश्न भने अझै बाँकी छ, के यो बलिदानको अर्थ के छ त? के यो बलिदानले उनीहरूको माग के साँच्चै पुरा गर्छ त? किन सुरु भयो त यो आन्दोलन? सामाजिक सञ्जालमाथि प्रतिबन्ध र नियन्त्रण नै प्रमुख कारण थियो, तर गहिरो पीडा अरू पनि थियो। बेरोजगारी, असमानता, भ्रष्टाचार। यो आन्दोलन काठमाडौँदेखि पोखरा र पोखरादेखि विराटनगरसम्म हुँदै देशव्यापी कतिखेर भयो कसैलाई पत्तै लागेन। सरकारको प्रतिक्रिया के रह्यो त्यसमा? कर्फ्यू ल्याइयो, प्रहरी बल प्रयोग गरियो र ती अबोध बालकहरू जो स्कुल कलेजको ड्रेसमा थिए उनीहरूको टाउकोमा गोली हान्यो। शहीद बनेका युवाहरू 72 जना भन्दा बढीको ज्यान गएको छ यस जेनजेट आन्दोलनमा। धेरैजनाहरू आफ्नो देशको मुहार बदल्ने सपना सहित उत्रिएका थिए सडकमा, तर केही भने सपना सहित सडकमा उत्रिएका उनीहरू फर्किए सबमा, र केही त आन्दोलनकै बीचमा सडकमै ढलेका थिए। यसैबीच जुन अन्तरिम सरकार गठन गरिएको थियो, जसको प्रधानमन्त्री हाम्रो सुशीला कार्की हुनुहुन्छ, उहाँले प्रदर्शनकारीहरूलाई शहीद घोषणा गर्नुभयो र परिवारलाई क्षतिपूर्ति दिने वाचा पनि गर्नुभयो। परिवारको पीडा अझै रहेको छ। आमा बुवाको आक्रोश र आँसु। हाम्रो छोरा देश बचाउन चाहन्थ्यो, अब उसको सपना कहाँ गयो भन्ने नारासहित धेरै आमा बुवाहरू अहिले उठ्नु भएको छ। कतिपय परिवारले शव लिन अस्वीकार समेत गरिरहेका छन्। जबसम्म न्याय पाइँदैन तबसम्म शव नउठाउने भनेर। काठमाडौँमा शहीदको अन्तिम यात्रा हजारौं मानिसको सहभागितामा गरियो। राष्ट्रिय झण्डा, आँसु, देश प्रेमको सहित। किन यो बलिदान ऐतिहासिक हो त? नेपालको शहीद शब्द अर्थ नै छ। नेपालमा शहीद शब्दको अर्थ के रहेको छ भन्दाखेरि राष्ट्रका लागि, जसले राष्ट्रका लागि आफ्नो ज्यान अर्पण गर्छन्। विगतमा शहीदहरू जस्तै सुकराज शास्त्री, दशरथचन्द, गङ्गालाल, जसले रगत बगाएका थिए गणतन्त्र र स्वतन्त्रका लागि, र त्यतिखेरै जन्म पनि भएको थियो हाम्रो गणतन्त्र र स्वतन्त्रको। अहिलेका शहीद स्वतन्त्रको न्याय लडाई, डिजिटल युगमा स्वतन्त्र अभिव्यक्ति भनी भएका छन् शहीद। के परिवर्तन भयो त्यस पछाडि? यत्रो विद्यार्थीहरूले आन्दोलन गरे र आफ्नो टाउकोमा गोली खाएर के परिवर्तन ल्याए त? आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुभयो। त्यसैगरी सर्वोच्च अदालतकी पूर्व प्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति हुनुभयो। शहीद घोषणापछि क्षतिपूर्ति दिने घोषणा पनि हाम्रै अन्तरिम सरकारको सुशीला कार्की प्रधानमन्त्रीज्यूले गर्नुभएको हो। तर के यो परिवर्तन स्थायी हो त? अझै यसबीच धेरै कामहरू गर्नुपर्नेछ। शहीदको हत्याको छानबिन, आदेश दिनेहरूको जवाफदेहिता, किन गोली हान्यो त ती विद्यार्थीहरूलाई? अभिव्यक्ति स्वतन्त्रको ग्यारेन्टी र युवालाई रोजगारी अवसर अनि भविष्य निर्माणमा सहभागी गराउने, जुन यो आन्दोलनको एक प्रमुख कारण पनि रहेको थियो। शहीद परिवारलाई न्याय र सम्मान। जसले आफ्नो परिवार गुमाए, जसले आफ्नो नानी गुमाए, जसले आफ्नो छोरा गुमाए, जसले आफ्नो छोरी गुमाए, उनीहरूलाई न्याय पाउनुपर्छ। जसले पनि त्यो हान्ने आदेश दिएको छ, गोली हान्ने आदेश दिएको छ, उहाँलाई कडाभन्दा कडा कारबाही हुनैपर्छ। यसैबीच विगत र वर्तमानको जोड पनि हेरौँ। विगतमा शहीदहरूले जस्तै आजका जेन जेट शहीदहरूले पनि नयाँ अध्याय लेखेका छन्। उनीहरूको रगतले प्रश्न उठाएको छ, के नेपाल फेरि एकपटक मार्ग बदल्नेछ त? र अन्तिम निष्कर्ष, शहीदहरूले ज्यान दिए, तर प्रश्न अझै बाँकी छ, कि हामीले यो बलिदानलाई अर्थ दिनेछौँ त? दर्शकलाई अपिल छ, जानकारीमा बसौँ, न्याय मागौँ, शहीदमा परिवारसँग एकबद्धता देखाउँ अनि सपना त उनीहरूको। र यसै गरी अन्तिममा एउटा भनाइ भन्न चाहे, सपना त उनीहरूको अधुरो रह्यो,
तर यो सपना पूरा गर्ने जिम्मा अब हामी सबैको। त्यसै गरी आजको भिडियोलाई यहीँ अन्त्य गर्छु। यदि तपाईँलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनुहोस् र देश विदेशमा रहेका हरेक नेपालीलाई यो भिडियो पुर्याइदिनुहोस्। धेरै धेरै धन्यवाद।